राम्रै होस् भन्न चाहन्छौ नि डाक्टर इन्जिनियर पाइलट हो भने जस्तो पहिला जस्तो के अरे अब अहिले त अब के भन्ने नेता बनाउने अब तपाईँको म राम्रो काम गर्छु देउताको जस्तो काम गर्छु बुद्धको जस्तो काम गर्छु अथवा म तपाईँको डाक्टर बन्छु पाइलट बन्छु म समाजसेवी बन्छु म देश राम्रो बनाउँछु देशको जनता राम्रो बनाउँछु हामी मरेर गए पनि हाम्रा पछि आउने भावी पुस्ताको भविष्य राम्रो बनाउनको लागि यो देशमा राम्रो सिस्टम बनाउँछु भन्दा तपाईँहरू सक्नुहुन्छ पत्याउनुहुन्न कोही छैन पछाडि एक्लै छ भन्दै गर्दा के म चोर भन्छु लुट्छु ठग्छु काट्छु मान्छे मार्छु भनेर हिँड्नु त केही न केही त हुनु पर्यो नि अलिअलि त 10-20 जना भने पनि त अगाडि पछाडि यसो साथीभाइ इष्टमित्र छरछिमेकी त हुनु पर्यो नि भने 10-20 जना होइन यो विश्वमा कति जनसङ्ख्या छ 7 अरब खरब कति छ हो 7 अरबले मान्न पर्ने कुरा हो यो 7 अरब पछि लाग्ने कुरा हो तपाईको पछाडि लाग्नु पर्यो विचार यो हाम्रो सोच र विचार चन्द्रको पछाडि त विचार त्यतिमान छ सम्झिनुहोस् त यसो यो विश्वकै एकछिनलाई नेपालको मात्र नसम्झ्यौँ विश्वकै अपराध मुक्त भयो भने के हुन्छ हत्या हिंसा झैझगडा भएन भने अमेरिकाले बनाएको हतियारै बन्द हुन्छ लुटपाट बलात्कार भ्रष्टाचारका घटनाहरू घटेन भने के हुन्छ सोच्नुहोस् त